हुन्न दियो दुवै टिमका खेलाडी भाइहरू फिल्ड प्रवेश गरिसक्नु भएको छ र खेल पूर्वको सौहार्दता स्पोर्ट्सम्यानसिप देखाएर अब आफ्नो फिल्डमा आफ्नो कोर्टमा चाहिँ प्रवेश गर्नुभएको छ। यो खेल निकै रोचक उत्साहजनक हेर्न लायक हुने हामी अपेक्षा गरेका छौँ। कृपया लाइभ सेयर गरिदिनु होला, धेरैभन्दा धेरै सेयर गरेर सहयोग गरिदिनु होला है। यसपछि खेल खुलाको बी र आमाबित हुने होला। त्यो पनि तयारी अवस्थामा यदि बाहिर कतै खेलाडी हुन्छ भने बोलाउनु होला र तयारी अवस्थामा यस खेल मैदान परिसरमा आइदिनु होला, किनकि हामी यो खेल समाप्तपछि तुरुन्तै हामी त्यो खेल सञ्चालन गर्ने होला। टोड्केले टस जितेर पूर्वपट्टिको फिल्ड रोजेको छ साथीहरू। गेम लगत्तै सुरु हुनेवाला छ। दुईजना साथीहरू हेर्दै हुनुहुन्छ, कृपया सेयर गरिदिनु होला। कसको हो? थोरै लाइन मात्र पछाडि बसिदिनु होला। समर्थक जीवहरू पहिलो सर्भिस टिमबाट भीमबहादुर पुनको दरो स्पाइकमा टोड्केले 1 अङ्क जोड्न सफल। थोरै समस्या भयो, बल आउनेको छ र खुलाटोले पनि आफ्नो मात्र 1 अङ्क जोडेको छ, अङ्कहरू छ 1 बराबर 1 आउट। टिमको सङ्घर्ष मौको सङ्घर्ष टोड्केले आफ्नो खातामा अङ्क गरेको छ र अङ्क रहेको छ।
Terkira pengatas pulang ke dari beberapa betul. Oke. Sachin Prasad. Ramveer Singh. Vikram Desai. Terkira pengatas pulang ke dari beberapa betul. 4-1. अवश्य पनि आज चाहिँ सम्पूर्ण गेमहरू लाइभ हुन्छ है। रञ्जित पौडेल भाइ सेयर गरौँ त। सेयर गरौँ है, सेयर सबैले सेयर गरौँ, कमेन्ट गरौँ। लाइभमा 11 जना साथीहरु जोडिसक्नु भएको छ। कृपया सबैले शेयर गर्नु होला, कमेन्ट पनि गर्नु होला है। ठुलाचौरको लगातार कमब्याक। एक अङ्कको अग्रता मात्रै छ अब गोर्खेसँग। ठुलाचौर निरन्तर अङ्क पुनः अङ्क जोडी स्कोर भएको छ बराबर 6-6। ठुलाचौरले आफ्नो अग्रता कायम राखेको छ। ठुलाचौरले अङ्क 1 जोडेर 8 बनाएको छ भने जोडी 9 8-9। हाम्रो विभिन्न भाइबाट सँगै आफ्नै आफ्नो अङ्क जोडेको छ। ठुलाचौर 8।
चान्स होला अहिले निकै राम्रो पुनः पढ्या चान्स हो अमल केसी पवन भुसाल वेलकम छ है साथीहरू। दुई अङ्कको अग्रता बनाएको छ स्वर्गीयले खुलाचौरको सानो तीन अंक लीड बनाएको छ टोर्कीले खुलाचौरको सानो खेल निकै रोचक एकदम प्रतिस्पर्धात्मक भएका हामी देख्न सक्छौँ। राम्रो प्लेसिङ यसलाई हामी चलानी भन्छौँ एकदम राम्रो चलानीको तरिकाले अङ्क जोडेको छ खुलाचौर भएको टिमले यसरी अङ्क राख्ने तरिका हो सम्पूर्ण अङ्क जोडी खुलाचौरले बनाएको छ 12 टोर्की 13 13 बराबर खुलाचौरले बराबर बनाएको बेगम खत्री इज वाचिङ भन्दैछ शेयर गर्नुस् त। ल बेगम खत्री शेयर हान्नुस् है। शेयर पुगेन है साथीहरू, शेयर पुगेन। हैन
Strike to बल आउट भएछ। समय खेलाडीहरूले आफ्नो एकदम गरेको छ। खेलाडी 16 गोलकी 16 सर्भिस दिएको कारण टोर्कीले आफ्नो खानामा अपलोड गर्न सक्नु भएको छ। नेटवर्कको समस्याले अलिक ब्लर आइरहेको होला। 16 निकै राम्रो रेडी चलिरहेको छ दुई टिमबाट निकै राम्रो निकै प्रतिस्पर्धाको गोलो टोड्केको पक्षमा अङ्क रहेको छ 18 छ। सियर हान्दिमै सबैले यहाँभन्दा उता गयो भने चाहिँ क्यामेराले यताको फिल्ड कभर गर्दैन। यताको फिल्ड अहिले पनि आधा देखिएको छैन है। टोड्केले आफ्नो लिडलाई कायम राख्न निकै सङ्घर्ष गर्नु परिरहेको छ। अठार बराबर। ठुला चौरले 1 अङ्कको लिड कायम गर्यो है। अब गाह्रो पर्न सक्छ टोड्केलाई। दुवै खेल निकै उत्कृष्ट एकदम प्रतिस्पर्धात्मक हामी देख्न सक्छौँ। राम्रो प्लेसिङ थियो तर बेसी भएन। राम्रो प्लेसिङ सँगै खेलाडीहरूले आफ्नो खाता लेखेको गरेको सलाम गरेको छ। नमस्कार हजुर लक्की मगरजी, कृपया लाइक सेयर गरिदिनु होला। फेरि 1 अङ्क अगाडि। एक्काइस बराबर। 23 जना साथीहरूले हेर्दै हुनुहुन्छ, कृपया 23 जनाले नै सेयर गरिदिनु होला आफ्नो वालमा। त्यति चाहिँ गरिदिनुहोस् है, त्यति चाहिँ गरिदिनुहोस् ल। प्रकाश सुनारको दहरो स्पाइक। नेटवर्कले धोका दियो। धन्यवाद हजुर, सेयर गरिदिनुहोस् है त सुभाष रामजी।
चौबीस बराबर। लगातार 2 नम्बर दिने टिम चाहिँ सेट विनर हुनेछ। फेरि 25 बराबर। केही छैन साथीहरू, यसपछि म नेटवर्कको समस्यालाई समाधान गरेर आउनेछु। अहिलेलाई यस्तै हेरिदिनु होला है त। खेल निकै प्रतिस्पर्धामा चलिरहेको छ। लगातार 2 अङ्क लिनुपर्ने हुन्छ तर दुवै तर्फको खेलाडी भाइहरूले निकै राम्रो खेल प्रदर्शन गरी बचाउने प्रयास गर्नुहुन्छ। स्मार्ट राम पनि हेर्दै हुनुहुन्छ, ल सेयर गर्नुहोस् है। यससँगै पहिलो सेट चाहिँ ठुलाचौरले जित्न सफल भएको छ। मलाई
नगरपालिका वडा नम्बर 1 द्वारा सञ्चालित पहिला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सम्पन्न भएको थियो। त्यसैले आजबाट सही खेल अतिथिहरू आगमन भएका छन्। आफ्नो कार्यक्रमलाई चाहिँ जोड्न चाहन्छु। बलराम गाउँपालिका सदस्य कृष्णराज खड्काको आसनहरूलाई मान्य गर्नुहुन्छ। प्रमुख अतिथिको लागि आसनलाई आगमन भएको त्यसै गरी विशिष्ट अतिथिमा प्रमुख जिल्लाधिकारी दीपक नेपाललाई आसनलाई आगमन गर्नुहुन्छ। त्यसै गरी अतिथिमा सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मी शर्माज्यूलाई पनि आसनको लागि आगमन गर्नुहुन्छ। क्यामेरा चाहिँ हो के बाबुरी ल थ्याङ्क यू सो मच है भाउजू सेयर गर्नु सेयर देशमा खेलेको खेलमा पहिलो सेट सुरक्षा भएको टिमले आफ्नो पक्षमा पार्न सफल भएको छ र अब के हुन्छ हामीहरूलाई बाँकी छ। खेल निकै रोचक र प्रतिस्पर्धात्मक हामी देख्न सक्छौँ। यो पहिलो सेट सकिएको छ स्कोर बोर्ड हेर्न सक्नुहुन्छ। दोस्रो सेट सुरु हुँदैछ। हामी स्कोर बोर्ड सहित लाइभमा छौँ। कृपया सबैलाई सेयर गरिदिनु होला। लक्की मगर कतारदेखि हेर्दै हुनुहुन्छ अरे। ल धन्यवाद हजुरलाई। कतारदेखि कृपया सेयर गर्नु होला। पहिलो सेटको समाप्ति गर्थ्यो। दोस्रो सेट टाइम छ भन्नु भएको छ। दोस्रो सेट भर्खर सुरु भयो है त। सफल भएको छ। पहिलो अंक प्राप्त गरेको छ। भीम बहादुर पुन विष्णु प्रसाद पौडेल एकदम अन्तिमसम्म देखाउँछु है म। सेयर पनि हान्न पर्यो। लक्की मगर खेल एकदम राम्रो छ भन्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच। सेयर चाहिँ गर्न नबिर्सिनु होला है। गेम चाहिँ हिजोदेखि हो है विकास पाण्डेजी। हिजोदेखि गेम सुरु भएको हो। आज दोस्रो दिन सम्भवतः अन्तिम दिन हो। गेम नसकिए भोलि हुन्छ। मल्लरानी गाउँपालिका वडा नम्बर 1 को आयोजनामा फेरि अङ्क टोड्केलाई
देखिए हाम्रो दुआ विकेट रेसन सँगै खेल्न देखिन आफ्नो हस् अन्त्यसम्म नै हुन्छ। यसपछिको खेल सानो भोलियर टिम र ठुलाचोर भोलियर टिम बिजित हुने हुँदा खेलाडीहरू टाइगर्समा बस्नमा आएको म पनि आएको छु है भन्दै हुनुहुन्छ विवेक अन्जान। असफल अन्जान विवेक केटो, थ्याङ्क यू सो मच। सेयर गर्नुहोस् है, सेयर। निकै राम्रो ठुलाचोर सिबी आफ्नो मार्फत एकाउन्ट गरेको छ। अंक रहेको छ 5 विकेट 2। Selagi pula tim Hongdae यसरी बढी आफ्नो खातामा एकम जोडी अङ्क रहेको व्यक्ति ठुलाचोर सिबी 5। सफल भएको छ। यसरी कोर्टीको अङ्क हजुर हजुर अंक बराबर भएको छ। फाइनल रन नौ हो। लाइनमा थोरै बाहिर बसिदिनु दर्शक साथीहरु। राम्रो प्लेसमेन्ट गरिदिएको विपिनबाट। सेयर पुगेन है साथीहरु, सेयर पुगेन।
दुवै टिमका खेलाडी भएर निकै राम्रो खेलिरहनु भएको छ। प्रतिस्पर्धा निकै राम्रो छ। 25 जना साथीहरूले हेर्दै हुनुहुन्छ, सबैले सेयर हान्दिनु है, कन्जुसै नगरौँ न है। फेरि अङ्क चुलाचौरको पोल्टामा अङ्क रहेको छ 10-8। कमेन्ट गरौँ, सेयर गरौँ, लाइक गरौँ। 26 जना पुग्नुभयो। थ्याङ्क यू सो मच असफल अन्जान विवेक केटो, तपाईँको सेयर देखाएको छ। फेरि हाम्रो टोड्केलाई सेयर हान्दिम है, सेयर हान्दिम। विवेकले मात्रै सेयर गरिदिनु भएको छ अहिलेसम्म। अगाडि बढिरहेको छ 14-13। लक्की मगर्जीले सेयर गर्नुभयो अनि अन्जान केटोले सेयर गर्नुभयो। अरू कसैले सेयर हान्दिनु भएको छैन। तीस जना साथीहरू हेर्दै हुनुहुन्छ।
2 अङ्कको लिड बनाएको छ। सेयर हानिदिनुहोस्, लाइक हानिदिनुहोस्। 31 जना पुग्नु भयो। लाइक चाहिँ हानिदिउँ है। अङ्क फेरि टोड्केलाई 17-14। टोड्केले आफ्नो अग्रता लगातार कायम गरिरहेको छ। 3 अङ्कको लिड बनाएको छ। 17-14 18-14। फलोअप स्काई अग्रता घटाउने प्रयास मात्र गुलाको सी भने टोड्केले आफ्नो प्रयासमा यससँगै 17-18। प्रारम्भको लिडलाई घटाएर 1 अङ्कमा लागेको छ गुलाको सीले। खेल निकै रोचक र प्रतिस्पर्धात्मक हामी देख्न सक्छौँ। सबैले एकपटक कमेन्ट गरौँ त को कहाँदेखि हेर्दै हुनुहुन्छ। अङ्क टोड्केलाई 20-17। कसले कहाँदेखि हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला। कमेन्ट किन नगरेको साथीहरू? कमेन्ट हानौँ त, कमेन्ट हानौँ त सबैले। को कसको सपोर्टर हो आफ्नो टिमको चाहिँ नाम लेख्नु होला। सरी तीन अङ्कको लिडलाई भेटाएर स्कोर इक्वल बनाउन सफल भएको छ। 20 अफ। मनिष सेती आमाको सपोर्टर हुँदो रहेछ। विवेकजी इन्डियाबाट हेर्दै हुनुहुन्छ। कमेन्ट सबैले गरौँ है। राम्रो स्पाइक टोड्केका स्पाइकर विपिन नगरकोटीबाट। अङ्क रहेको छ 21-20। 21 बराबर। ठुलाचौर र टोड्केमा रोज्नुहोस् है त महेश छेत्रीजी। अहिले भइरहेको मध्ये तपाईँ कसको सपोर्टर?
टोलीले आफ्नो टोलीको अङ्कहरू छ 22-21। फाइनल चाहिँ भन्न सकिँदैन है, जहाँसम्म आजै हुन्छ 4 बजेसम्म। फेरि अङ्क टोड्केलाई 23-21। थामाकोले चाहिँ पहिलो चरण जितेर बसेको छ, दोस्रो चरण थाहा भएन है त। 22-23। मनिष छेत्रीजी टोल्केतिर हुनुहुन्छ है ल। मान बहादुर राव मगरजी आहा भन्नुहुन्छ, थ्याङ्क यू सो मच, सेयर गर्नुहोला। अङ्क फेरि टोड्केलाई 24-22। अनमोल केसी कतारदेखि हेर्दै हुनुहुन्छ, सेयर पनि गरिदिनु भएको छ, थ्याङ्क यू सो मच। तेइस 24 टोड्केको यो सेट पोइन्ट हो। अर्घाखाँचीबाट हेर्दै हुनुहुन्छ मानबहादुरजीले। यो सँगै यो सेट टोड्केले जित्न सफल भएको छ। तेस्रो सेट झन् निकै रोचक हुनेवाला छ साथीहरू। होइन लाइभ हो दाइ, म चाहिँ लाइभ हो। केमा? मैले फेसबुकमा गरेँ, अघि युट्युबमा गरेको थिएँ, अहिले फेसबुकमा गरिरहेको छु दाइ। लाइभ हो? हजुर। योबाट कहाँ हेरिरहेको थिएँ? योबाट चाहिँ कमेन्टहरू हेरिरहेको थिएँ, यहाँ स्कोर बोर्ड हाले भएर यहाँबाट चाहिँ हेर्न मिल्दैन, त्यही भएर कमेन्ट यहाँबाट हेरिरहेको छु दुईवटा मोबाइलबाट। अनमोल केसी धेरै राम्रो प्रतिस्पर्धा भन्नुभएको छ, एकदम राम्रो प्रतिस्पर्धा छ। यस्तो गेम गाउँघरमा बिरलै हेर्न पाइन्छ साथीहरू। विष्णु प्रसाद पौडेल म नि हेर्दैछु, सेयर पनि गरिदिनु भएको छ, थ्याङ्क यू सो मच। यो यहाँ चाहिँ भइरहेछ, दुई टिमै चलिरहेछ। त्यही हो त, त्यही नै हो, त्यही दुई टिमै त्यही छ। मैले फेरि पोहोर त एक्लै पनि चलाएको थिएँ, अहिले सबलाई छोडिदिइरहेको छु, जस्तो गए जान्छ भनेर। एक्लै चलाए अलि राम्रो त जान्छ, फेरि अब किन त्यस्तो गर्ने भनेर। ल साथीहरू, यो भएन है त। साह्रै राम्रो गेम भयो केटाहरूको। साजन जङ्केसी थ्याङ्क यू सो मच। सेयर भएन है, सेयर भएन, समर्थक हुने सेयर नहुने यो चाहिँ भएन है साथीहरू, चित्त बुझेन नि त। लाइभ नहराउनु पर्ने, लाइभ आइरहेको छ है। अङ्क ठुलाचौरलाई दीपक नगरकोटी कति टिम भयो? पुरुषको 12, महिलाको 5 टिम छ है त।
सेयर हान्दिउँ है, सेयर हान्दिउँ। सबैले सेयर हान्नु त। ठुला चौरको चाहिँ सी हो, नाम चाहिँ सी छ। कोर एमा खेल्ने साथीहरू नै हुनुहुन्छ सबै। बल आउट। साजन जङ, अर्जुन, सुभाष, दीपक, रञ्जित सबैले सेयर हानौँ न। फेरि पनि अङ्क ठुला चौरलाई। फाइनल सेट पनि 25 मै हो है। टोड्केलाई 1 अङ्क। माला रानीको टिम आएको छैन, यो ओडा स्तरीय गेम हो। मल्ल रानी 1 को मात्रै टिमहरू छन्। अङ्क टोड्केलाई। सुभाषजीले सेयर गरेको छु भन्नुहुन्छ तर देखाइरहेको छैन है। एकचोटि प्रोफाइलमा सेयर गर्नु होला। निकै राम्रो स्पाइक ठुला चौरबाट। 7-3। अवश्य पनि रञ्जितजी, मैले थामाको गेमलाई पनि यसै गरी लाइभ गर्नेछु। सम्पूर्ण साथीहरूलाई सेयर हानिदिनु होला। मेरो लाइभ सेयर गरिदिनुहोस् के, दामी गरिरहेछ नि मैले उसित। साजनजी पहिले सेयर गर्नुहोस् त, तपाईँको सेयर पछि चाहिँ फर्स्ट लाइनमा आउँछ है त बल्ल। टोड्के भरपुर प्रयासमा छ रञ्जित भाइ, सक्छ कि सक्दैन हेरौँ।
हस् हजुर, कसले जित्न पर्छ कमेन्ट गर्दै जानुहोस् है। भीम बहादुर पुन, भीम बहादुर पुन 4-9। यो ग्यापलाई छोट्याउन निकै मेहनत गर्नुपर्ने देखिन्छ। उस्तै स्पाइक आयो फेरि। बिचबाट गर्दाखेरि अलि राम्रोसँग देखिएन के, त्यस कारणले हो है त। अशोक छेत्री ठुलाचौरले जित्छ भन्दै हुनुहुन्छ। रवि मगर स्ट्यान्डर्ड मान्छेको लाइभ नै स्ट्यान्डर्ड मजा आयो। थ्याङ्क यू सो मच। सेयर गरिदिउँ है, सेयर गरिदिउँ है त, सेयर। यो स्ट्यान्डर्ड लाइभलाई चाहिँ सेयर गर्नु पर्यो है त, रवि मगरजी लगायत सबैले। अङ्क फेरि ठुलाचौरलाई, ठुलाचौरले निकै फराकिलो अन्तरले अगाडि बढिरहेको छ। के भयो टोड्केलाई, के भयो? टोड्के निकै चाहिँ अलमलमा देखिन्छ। देवीराम म पनि हेर्दै नवलपरासीदेखि भन्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच। सेयर पनि हानिदिइसक्नु भएको छ। रविजीको पनि सेयर भइसक्यो। सेयर गरौँ है त साथीहरू। कमेन्टको चाहिँ वर्षा ल्याउँ आफ्नो टिमको पक्षमा। रञ्जित पौडेल लेख्नुहुन्छ तपाईँको कमेडीको कमी छ यो ग्राउन्डमा। हो नि है, हुटिङ नै पुगेन। निकै राम्रो स्पाइक थियो, त्यस्तै नै रिसिभ भइदियो, आउट हुन पुगेछ। रोमानियादेखि अशोक छेत्री, थ्याङ्क यू सो मच। एकदम सुझबुझ पुनः प्यालेसले एक अङ्क फेरि थपिएको छ। 15-6। टोड्केलाई इनर्जी ड्रिङ्क चाहिए जस्तो छ। यसपछिको गेम सम्भवतः थामा भलिबल टिम र ठुलाचौर बीको छ। रविजी सचिनको स्पाइक त जवाफ नै छैन साथीहरू। कमेन्ट गरौँ है, कमेन्ट। लाइभ दामी छ है हजुरको भन्दै हुनुहुन्छ अशोक छेत्री, थ्याङ्क यू सो मच। सबैलाई यही लाइभमा जोडौँ न त सेयर गरेर। भीम बहादुरको दह्रो स्पाइक थियो तर ब्लक भयो। 10 अङ्कको अग्रता कायम गरेको छ ठुलाचौरले।
18-7 अब टोड्केलाई अमृत नै खुवाए पनि गाह्रो पर्ने जस्तो देखियो रञ्जितजी। एक्काइस 7 22-7 23-7 अब त कङ्ग्रेचुलेसन्स सुलाजो टिम अरे हो र भने यो सँगै ठुलाचोरले गेम जित्न सफल भयो है त साथीहरू। यस पछाडिको गेम म एकैछिनमा आउनेछु। कृपया मेरो प्रोफाइलमा भिजिट गरेर सम्पूर्ण रिल्सहरू लाइक कमेन्ट गर्दै गर्नुहोस् है त त्यति जेलसम्मको लागि। यसपछि खेलमा अभिमन्यु उद्घोष गरिसकेको थिएँ आमाहरू 3 र ठुलाचोर बी बिचमा हुनुहुन्छ।